और हमारा किचन भी ऐसा ही है। मेरो चिया पनि खाँदैन दिनले छे रङ पातला भइसक्यो भन्छ अजम ओ बाजु Ishino you. Hey guys, welcome back to my new episode of new vlog है। आज डे संडे। आज कति तारिख भन्नु 10 तारिख है? No. आज 9 तारिख हैन? अन्त आपाको 49 काम पनि सक्यो हैन? दिदी र सबैजना फर्क्यो अब म पनि यहाँ माथि गाउँको सामानहरु छिमीहरु बालेको थियो अस्ति हैन? त्यो पुराउन जानु पर्ने भयो 108 र म चाहिँ सामान ड्याम्मै छैन बोक्नु पनि अनि उले पनि बोक्दैछ दिदीहरु अनि हाम्रो जेठी दिदी चाहिँ फर्कियो गरे आज म फर्कियो आमा मतिम गएको ए तिमी त वापस आउँछ त हाम्रो घरको नजारा चाहिँ यस्तो देख्छ यहाँ माथि डाँडा भरै यता घर यता किचन बनाएको यता मूल घर आपाको लुङ तरकारी यो साह्रो कल जानुपर्छ अब यस्तै छ जिन्दगी हैन आज चाहिँ ब्लग ढिलो स्टार्ट भयो 10 बजेदेखि अरू दिदीहरू त बिहानै फर्क्यो बहिनीहरू अन्त म चाहिँ अब थानको मनको गर्नु पर्यो नि त हैन समाजको सामानहरू चलाएको त्यही भएर गाइस हामी चाहिँ हैन म चाहिँ टाउकोमा मधेसी यसो छिमी बोकिरहेको छु 107 र छिमी हो त्यो पिस ला झोलामा दिएको थियो अर्काले हालत नदेखा यहाँ भिडियोमा त्यहाँ मम्मी भन्दैछ माथि होसिर हाल्दा हैन कस्तो गरम 105 र छिमी बोकेर जान्दैछु म चाहिँ तिमी यस्तो ठाडो कल हैन दिदीले बोक्नु सकेन अरे हो भात त्यो भात खानु मात्रै सक्यो अनि जेठी दिदी चाहिँ माथि नै गयो गरम भयो अब 15 मिनेटमा पुग्छ है बुनु हैन है सब हामी चाहिँ रेस्टिङमा छ हैन यहाँ डाँडामा छिमी बोकेर त मेरो यहाँ त नि टाउकै तेर्सो भइसक्यो कस्तो उकालो छ र पनि आराम गाडी पाउँछ नि अब कहिले आउनु नि अब त कुन्यु कहिले हुन्छ अब ओतिर घरमा भात पाइछ छैन होला नि अब भोक लाग्यो साथीहरु हामीले के नखाएको घरबाट हैन बिहान एउटा मोमो खाएर आएको फोटो खिच्दा म यत्र खण्डे 1 eternity later सो गाइस म चाहिँ हैन सामान पुर्याएर छिमीहरु पुर्याएर हैन दिदीको घरमा मिस्त्री रहेछ नि हैन मिस्त्रीलाई खानासाना बनाइदिएर अब हैन अहिले चाहिँ म घर झर्दैछु हैन दिदीको घर मैले चाहिँ के ल्याए भने दिदीको घर चाहिँ ए माछा बोकेर घर गएको हैन यहाँ दुईटा ओरेन्ज र व्हाइटमा छ यहाँ व्हाइट कुदिकेन दिदीकोमा चाहिँ माछा रहेछ हैन जस माछा चाहिँ अब नानीहरुको लागि ल्याइदिएको रहेछ तर दिदीको चाहिँ यहाँ केयर नभएर हैन केयर पनि हैन अब त्यहाँ कन्जस्टेड रहेछ नि त रुम त्यही भएर चाहिँ मलाई लैजा भने घरमा हैन म चाहिँ घरमा गएर राख्छु यसलाई हैन टक्कै त्यो टेबलमा राख्नु चाहिँ भाइले याद गर्छ नि हाम्रो घरमा हैन त्यसको छैन यस्तो बिजुको लिएर आएको मैले माथिबाट बोकेर हैन कत्लेको माछा कहाँ भन्छ यसलाई हेर्दै फाइनली घर आइपुग्यो मेरो माछा यहाँ भयो ठुलो देख्छ हैन तर यहाँ उयोले गर्दा के यहाँ भयो त्यस्तो सानो पनि छैन ठिक ग्यान्सिङ न कि फिस भने ग्यान्सिङ के अरे के हो छिटो के हो बोल्नु सकिन थियो के अरे बल्ल आइपुग्यो घर पनि फिस भन् त भन् होइन के फिस अरे ओरेन्ज फिस हेर गति
हाम्रो हेर्नु चाहिँ नुहाइदिन्छु भनेको हेर नि अम्बो खेल्ने ठाउँको ढुङ्गा पनि यस्तो लाइटर लगाइदियो भने नि कस्तो राम्रो खुसी मान्छ त्यस्तो लाइटर मोटो लगाइदिनु पर्ने छ अब अलिक बढेपछि मोटो लगाइदिन्छ कस्तो खालको हुन्छ एक्युरियम के सबैले पाल्छ अब हो म पाल्छ नि यसले पाल्छ अब सबै यसले सपोर्ट गर्छ खाजा रङ पनि हालिदिएको छ दुईटा मात्रै हाल्नु के गर्छ खाजा छ उयो छ के भन्छ हामी देखाले कोदोको बाहिर राख्दा अगाउँछ कोदोको दाना जस्तो हो कि यो दुईटा दाना हाल्नु छ ए यो मान्छेले खाँदैन फेरि मान्छेले खान्छ जान्छ नि फेरि मान्छे त थाहा छिटै जान्छ साकुले पाल्छ नि अब टेबलमा राखेर पालेर यसो फोटो खिचेर राम्रो छ बाजाउन सकिन्छ ए यसलाई त तर के भन्छ वर्ष सुदेश म चाहिँ होइन बिहानदेखि खाना पनि के खाएको छु न अनि भर्खर घर आइपुगेन माछा लिएर अन्त अब चाहिँ खाना आँट्यो क्यामेरै कहाँ राख्नु राख्नुभयो बस्किन्छु ल आमा भाडा पनि गाह्रो छ माम त कति बेसी पकाएछ त बिहान केही नखाइ गएको अम्बो सामान पाउनु बुनुकोमा के खाने चिया खायो दिदीकोमा चिया खाएँ त्यति मात्रै खाएँ त्यसले भात खाएर जाऊ भने सब्जी अन्त गाइस सरी कालो कराई भेटायो तर कालो कराईमै सब्जी मिठो हुन्छ दाल छैन ओइ भाइ के छैन उता यता खाने त्यसमा चाहिँ फ्रन्ट क्यामेराबाट ब्लग गर्दैछ नि माम ग्यान्चुरी म तिमी के पकाएको कराईमा चाहिँ त्यो मुसी दाल के दाल हो छ्या अम्बो पहेँली दाल हो मिक्स दाल कसै भयो सिटी लगाउनु पर्छ नि खै यो बोजू के गरे खोगे खागर पनि बस्छ छ्या सकेछ पकाएको त दिन लाने छ बेलाको लागि हो नि बेलुका लाग्यो के देख्यो भन्दा युरोमा के देख्यो भन्दैन किन देखाएको फोटो सो गाइस म चिया बनाउनु आँटेको होइन खाना पनि रुचेन पनि रुचेन चिसो पनि भइस माम होइन प्लस सब्जी पनि सब्जी मात्रै रहेछ रुचेन त्यही अब चिया बनाउँछु होइन चिया खान्छु अन्त के हुन्छ काम होइन तपाईँहरूलाई देखाउँछु आज सन्डेको ब्लग होइन घरमा उता त थन्को मनको सामानहरू पुऱ्याएँ दिदीकोमा गएँ होइन दिदीको मिस्त्रीलाई खानासाना बनाइदिएँ होइन त्यो गाइस अहिले चाहिँ म है चिया बनाउनु आँटेको यो चाहिँ हाम्रो ग्रिन हाउस अब यहाँ हामीले सब्जी रोप्नुपर्छ होइन टमाटर खर्सानी के फल्छ त्यहाँ रोप्छ अरे दिदीले होइन अस्ति हाम्रो डाइनिङ यहीँ बनाएको थियो नि त मरौमा हुँदा होइन यो हो हाम्रो गाउँको नजारा त्यही नै हो गाउँ यस्तै छ होइन जिन्दगी यहाँ चाहिँ आगो ताप्दैछ हम यहाँ पर डालेंगे मिल्क ऐसे बनाएंगे हम चाय बस्ती के लोग हम ऐसे बनाएंगे चाय दूध भी इसमें पकाएंगे और हमारा किचन भी ऐसा ही है मेरो चिया पनि खाँदैन जिनाले चाहिँ रङ पातला भइसक्यो भन्छ अजम ओ बाजु उङ्रुम छ उङ्रुम हामी यतिको चिया बनाउने त पाउँदैन पो गुलियो छ ल चिनीको खाने त कस्तो भयो खमै गाइज पत्र बोलिदिन्छु म त त्यसलाई पनि
ओइ इङ्ग्लिसबाट भन अनि म दिन्छ नि चिया छिटो what you want to drink भन छिटो वाटर कि टी मेरो सर उही खाउँ सानो कप मेरो सरलाई होइन कान्छा सरलाई कान्छा सर अब कस्तो छ बोजू नखाने चिया आमा छोराको गफ मलाई चिया बनाउनु आउँदैन नि त त्यस्तो बेसी अलिक सेतो भइसक्यो त्यो ठिकै छ होइन मैले उयो गरेन भाइ रङ हारिन कि त्यो कित्तीको रङमै बोइल गरेको अब चिया खाइन्छ अन्त एकछिनबाट के काम छ गरिन्छ हौ त्यही हो जिन्दगी साकुले चिया कस्तो बनाउँछ है दिदी जस्तो होइन यसो सेतै बनाउने कस्तो इज्जत हराइदियो हाम्रो बढी आमा खोकेर बढी आमाको त बक्स खाक्रुक देख्यो वायरहरू त्यो हाम्रो बढी आमा बस्दिन्छ नि भोलि जाने हाम्रो दाल पाक्दैछ बेलुकाको लागि भाउजू बढी बेलुकाको लागि दाल पहेँली दाल पाक्दैछ हाम्रो चाहिँ यहाँ बस्तीको स्टाइल हो मिठो रहेछ खाइन्छ अहिले भेट्छ यता गाई त गाइस अहिले चाहिँ म माथि जाँदैछु होइन आनन्दकोमा हाँसी काममा को लागि भाडा ल्याएको थियो कि ठुलो भाडा त्यो पुऱ्याउनु जाँदैछु दिदी र म कस्तो देखिरहेको छैन कोही मिल्का दिदीसँग छु माथि हाम्रो मूलघर होइन बराबरीकोमा गएको म चाहिँ बराबरी हामी चाहिँ होइन गाइस हाम्रो घरको मूलघर आइपुग्यो भारी बोकेर घरमा छ कि छैन माथिमा यस्तै छ है बाटो चाहिँ हाम्रो मूलघर खोइ छैन छ माथिमाहरू छैन बल्ल आइपुग्यो यत्रो उकालोबाट मत्ती पनि पर खेतमा देखेँ त आलु यता चाहिँ हाम्रो आप्पाको दाजु ला बत्ती पनि त आएन त कममा अन्त बत्ती मेरो आइदिनु नि हेलो भनिदिनु हाई भनिदिनु बत्ती हेलो भनिदिनु हेलो आप्पाको दाजु होइन पुरा जोक गर्छ आप्पाको दाजु चाहिँ दाजुलाई दुईजना मात्रै होइन स्प्राइट ब्रेक थियो ल्याइदिएको एउटा बोजूलाई यहाँ बोजू बाजे खस भनेर अन्धेर छ त घर त अन्त ए रहेछ हाम्रो मध्यम घर पहिला हामी हो है यहीँ गर्थ्यो हाम्रो मध्यममा गऱ्यो मूल घर हाम्रो बत्ती त्यो अलिक धुनु छ हौ म धोइदिन्छु पैसा त्यही त पैसा त के पाउँथ्यो त अन्त अब लाग्नुपर्छ हामी पनि लाइट मार्दिउँ नि यहाँ मत्तिम होइन मत्तिम पनि गएछ बारीमा रहेछ हाम्रो मत्तिम पनि किचन हाम्रो मत्तिम
के हो यो बतिम यो कालो दामी हुन्छ रे के हो यो चायो कसो मोमो खाइदियो खानन्दा मौरी न को खाइले बनाएको बस्तीको अर्ग्यानिक मोमो गाइस यो चाहिँ भोलि बिहान टट्टी बिग्रिनुलाई नि कालो होला नि कोदोको होइन दिदी रहेछ त साग लगाएर ल है मिठो रहेछ गाइस खाइदियो हाम्रो तिमीले के सिम बनाउँछ तिमी पनि खाने गाइस मैले मतिमको घरमा के दियो मुस्लिन्डी दिएको मुस्लिन्डी काँचो काँचो रहेछ खाइदिन्छ अम्मिलो चाहिँ यो मुस्लिन्डी यसो बोएर है यसो चाहिँ बतिम गएको लस मुस्लिन्डी खाएको मेरो हामी पर्खेको होइन म तिम्रो घरबाट मुस्लिन्डी खान्थेँ दिदी र म गोरु पर्खेको हाम्रो घर चाहिँ तल छ उयो धङ्द गरेको अलिक भरि ज्यादा देख्नुहुन्छ न त्यही हाम्रो घर पनि आइपुग्यो होइन घरको नजारा जस्तो देख्छ यहाँ माथिबाट है हाम्रो घरको त्यही हो आजको ब्लग यति नै हो सन्डेको ब्लग होइन मान्छेको अब समाजको होइन त आउनु जाने दिदी दाजुहरूको सामानहरू पुऱ्याइदियो गाउँको कति युज गरेको होइन त्यही हो यदि भने ब्लग एन्ड गर्छु है यहाँ चाहिँ दिदीको लुगा नानीको लुगा सुकाएको छ ल ल यहाँ चाहिँ खानापिना बनाउँदा ल घरमा चाहिँ भाइहरू होइन आमाहरू गाई किन कराएको आमाती खाना पाक्यो खाना अघि दिउँसोको छ त्यही पाएर हो आको आको मुस्लिन्डी खाने अनब्याचिङ गर्टी पनि चार आकुलाई मैले हिजो बोलाएको थिएँ त किन नआएको हिजो बोलाएको थिएँ त ए के भएर ज्वरो आयो लो खाना बनाए अब खानासाना खानु छ सो गाइस म चाहिँ भर्खर घर आइपुगेँ होइन भाँडा कुरा दिएर सङ्ग्लोबाङको पढाएर कोही भेटेन सङ्ग्लोबाङमा म तिमी खेतबारीमा सब्जी रोप्दो रहेछ अब तिमी एक्लै छ आनु बाइचिङ बुढा पनि छैन आएको आएको यहाँ मेरो भिडियोमा के भन्थ्यो त आएको यहाँ मेरो भिडियोमा नि मेरो भ्युअर्सहरूलाई के भन्नु चाहन्छ यसो भने छोरीको च्यानललाई सब्सक्राइब गरिदिनु भनिदिनु त छोरी नै पर्छ नि त हामी त भनिदिनु न आगो कस्तो बेइज्जत गरिदियो मेरो च्यानल भनिदिनु अमितको च्यानललाई सब्सक्राइब गरिदिनु भनिदिनु त यो आएको यो भिडियो छ नि नलिमिटले मेर्छ त तपाईँलाई नलिमिटले हेर्छ त हो त नलिमिटले हेर्छ त नलिमिटले के भन्नुहोस् है मेरो भिडियो तर्फ कस्तो छ के छ सम्झना छ छोरीको अन्त त्यो ठिकै होला नि त्यो त फोन गर्दैछ ए यो मेरो भिडियो नलिमिटले मेर्छ होइन बाई थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई डु सब्सक्राइब माई च्यानल है सब्सक्राइब गरिदिनु होला मेरो च्यानल आएको मेरो च्यानललाई सब्सक्राइब गरिदिनु भन्ने त छिटो छिटो डु सब्सक्राइब भनिदिनु डु सब्सक्राइब अङ्मितको च्यानल भनिदिनु
भनिदिनु न डु सब्स्क्राइब डु सक्रेक अमितको च्यानललाई भन अमितको च्यानल माया दिनुहोस् भन माया दिनुहोस् बाई बाई गाइज डु सब्स्क्राइब माई युट्युब च्यानल है धेरै माया दिनु होला है धेरै माया दिनुहोस् भन्नु भनिदिनु आएको न धेरै माया